नेपालको राष्ट्रिय फल कुन हो? अप्सन ए आँप, अप्सन बी केरा, अप्सन सी सुन्तला, अप्सन डी अंगुर। सही आन्सर रहेको छ अप्सन सी सुन्तला। प्रश्न नम्बर 2, नेपाल कति प्रदेशमा विभाजित छ? अप्सन ए 5, अप्सन बी 6, अप्सन सी 7, अप्सन डी 8। सही आन्सर रहेको छ अप्सन सी 7। प्रश्न नम्बर 3 रहेको छ, क्षेत्रफलको हिसाबले सबैभन्दा सानो जिल्ला कुन हो? अप्सन ए डोल्पा, अप्सन बी बैतडी, अप्सन सी रामेछाप, अप्सन डी भक्तपुर। सही आन्सर अप्सन डी भक्तपुर। प्रश्न नम्बर 4, हलो आकारको जिल्ला कुन हो? अप्सन ए रामेछाप, अप्सन बी बैतडी, अप्सन सी आछाम, अप्सन डी बागलुङ। सही आन्सर रहेको छ अप्सन ए रामेछाप। प्रश्न नम्बर 5, मानिसको मुखमा कतिवटा हाडहरू हुन्छन्? अप्सन ए 13, अप्सन बी 14, अप्सन सी 15, अप्सन डी 16। सही आन्सर रहेको छ अप्सन बी 14। प्रश्न नम्बर 6, राराताल कहाँ रहेको छ? अप्सन ए जुम्ला, अप्सन बी मुगु, अप्सन डी दोलखा, अप्सन डी दाङ। सही आन्सर रहेको छ अप्सन बी मुगु। प्रश्न नम्बर 7, क्षेत्रफलको हिसाबले सबैभन्दा ठुलो जिल्ला कुन हो? अप्सन ए काठमाडौँ, अप्सन बी डोल्पा, अप्सन सी भक्तपुर, अप्सन डी रामेछाप। राइट आन्सर रहेको छ अप्सन बी डोल्पा। प्रश्न नम्बर 8, नेपालको सबैभन्दा लामो जिल्ला कुन हो? अप्सन ए धादिङ, अप्सन बी गोर्खा, अप्सन सी मकवानपुर, अप्सन डी भक्तपुर। सही आन्सर रहेको छ अप्सन ए धादिङ। प्रश्न नम्बर 9, गण्डकी प्रदेशको राजधानी कहाँ हो? अप्सन ए दमौली, अप्सन बी पोखरा, अप्सन सी बुटवल, अप्सन डी कैलाली। सही आन्सर रहेको छ अप्सन बी पोखरा। प्रश्न नम्बर 10, नेपालको सबैभन्दा अग्लो हिमाल कुन हो? अप्सन ए कञ्चनजङ्घा, अप्सन बी मकालु, अप्सन सी सगरमाथा, अप्सन डी लोत्से। राइट आन्सर अप्सन सी सगरमाथा। प्रश्न नम्बर 11, नेपालमा कुल नदीहरू कति छन्? अप्सन ए 100 भन्दा बढी, अप्सन बी 600 भन्दा बढी, अप्सन सी 1000 भन्दा बढी, अप्सन डी 500 भन्दा बढी। राइट आन्सर 1000 भन्दा बढी। प्रश्न नम्बर 12, नेपालको कान्छो राष्ट्रिय निकुञ्ज कुन हो? अप्सन ए सेफोक्सुन्डो राष्ट्रिय निकुञ्ज, अप्सन बी रारा राष्ट्रिय निकुञ्ज, अप्सन सी छायानाथ राष्ट्रिय निकुञ्ज, अप्सन डी चितवन राष्ट्रिय निकुञ्ज। राइट आन्सर रहेको छ अप्सन सी छायानाथ राष्ट्रिय निकुञ्ज। यस्तै इन्ट्रेस्टिङ जिके भिडियो हेर्नको लागि च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोला।